सभामुख महोदय, अत्यन्तै दुःखपूर्ण ढङ्गबाट म आफ्नो कुरा राख्न खोजिरहेको छु। मलाई लाग्थ्यो यो सदनको गरिमा यसरी अझ बढेर जान्छ जस्तो लाग्थ्यो, क्रमभङ्गताले अझ बढाउँछ जस्तो लाग्थ्यो, तर त्यो नहुँदो रहेछ। सम्माननीय सभामुख महोदय, हाम्रो पार्टीको संसद गीता स्याङ्दनलाई फोटो खिचेको न्युमा मर्यादा पालकज्यूहरूले यसअघिको बैठकबाट बाहिर निकालेका छन्। सभामुखले संसदलाई पहिलो सचेत गराउने हो। हाम्रो नियमावलीको नियम 30 ले त्यही भन्छ सभामुख महोदय, यदि सचेत गराउँदा नियम नमानेमा नियम 31 अनुसार आदेश गर्ने हो। तर सभामुखको आदेश बेगर नै हाम्रो पार्टीको सांसदलाई 3 जना मर्यादा पालकले घेरेर बाहिर निकालेको छ। नियमावलीमा फोटो खिच्न र भिडियो खिच्न पाइँदैन भन्ने व्यवस्थाबारे जानकारी छ, तर सभामुखको आदेश बेगर गरिएको गतिविधि यो सदनमा सही हुँदैन सभामुख महोदय। सभामुखले त्यस्तो आदेश काने खुसी गरेर दिने होइन सभामुख महोदय। संसदमा सबैलाई जानकारी गराएर दिनुपर्छ। काने खुसीबाट सदन अगाडि बढ्न सक्दैन सभामुख महोदय। यो सदनको गरिमालाई अगाडि राख्नको लागि हजुर हुनुहुन्छ। हजुरको गरिमा ठुलो हुँदै गर्दाखेरि हामी सर्वसत्ता सम्पन्न संसदको गरिमा अगाडि बढ्छ। त्यसैले यो कुरामा म ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।